हेलो नमस्ते जोक्स बाई अशेषमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। कार्यक्रमको सुरुवात हाम्रो प्राइम मिनिस्टर बालेन्द्र शाहज्यूको अस्ति मात्रै राख्नुभएको फेसबुक स्टेटसबाट म गर्न चाहन्छु। उहाँ भन्नुहुन्छ, हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु। यो समस्या होइन, दुःख त्यो दिन मान्नु जुन दिन म जिस्किन छोड्छु। यसको अर्थ के हो भनेदेखि हामीले आफ्नो काम गर्नुको साथसाथै रमाइलो हाँसी ठट्टा मजाक पनि गर्नुपर्छ र स्वस्थकर जीवन बाँच्नुपर्छ। अत्यन्तै राम्रो कोट हाम्रो प्रधानमन्त्रीज्यूबाट। बिहाको दिन एउटा बेहुला स्वागतमा आफ्नो कोठामा छिर्दै हुन्छ र छिर्नु अगाडि साथीहरूसँग एउटा सल्लाह गर्छ। साथीहरूलाई के सोध्छ भनेदेखि तेरो भाउजू यसरी इम्प्रेस होस्, एउटा केही आइडिया दिएन, एउटा केही राम्रो एउटा केही आइडिया दे जसले कि तेरो भाउजू इम्प्रेस होस् भने। अनि एउटा साथीले त रक्सी खाँदैनस्, म त रक्सी अहिलेसम्म खाएकै छैन, म रक्सी खाँदै खान। त्यसो भए एउटा कुरा गर, एक बोतल रक्सी लि भित्र भाउजूको कोठामा जा र रक्सी भाउजूले देखेपछि रक्सी देख्नुहुन्छ र चाहिँ फेरि उहाँ रुन थाल्नुहुन्छ। कस्तो जनाएको घरमा आइपुगेछु, अब यस्तोसँग मैले कसरी चाहिँ जीवन गुजारा गर्ने भन्नुहुन्छ, या वा कुराहरू गर्नुहुन्छ। अनि त्यसपछि त के भन्नु भनेदेखि र तिमीलाई साँच्चै नै मैले रक्सी खाएको मन पर्दैन भने, मलाई मन पर्दैन भन्नुहुन्छ। र अनि भाउजूलाई के भन्नु भनेदेखि म आज तिम्रो अगाडि प्रमिस गर्छु म कहिले पनि रक्सी खान्न, तिम्रो लागि म यो रक्सी छाडिदिन्छु भनेर भन्। अनि त्यसपछि जहिले पनि भाउजू इम्प्रेस हुनुहुन्छ। तैँले एकदम ठिक कुरा गरिस् यार, एकदम राम्रो आइडिया दिस्, अब यसै गरी गर्छु भनेर ल है त बाई बाई भनेर अनि एक बोतल रक्सी लिएर कोठाभित्र छिर्छ। कोठाभित्र छिरेपछि श्रीमती, नवविवाहित श्रीमती रोइरह हुन्छन् होइन। र बेहुलाले रक्सी यहाँ छेउमा राख्न खोज्दाखेरि बेहुलीले के भन्छन् थाहा छ? मलाई बुवा आमाको धेरै याद आइरहेछ, म निट खान्छु है, मेरोमा पानी नमिलाउनुहोस्।